नमस्कार, म मिनबहादुर तामाङ। आज पनि म तपाईहरुको बीचमा सानो एउटा कविता फिगुरीको बारेमा ल्याएको छु र कविता यस प्रकार छ, सुनिदिनु होला। किस्पाङ गाउँपालिकाको बारेमा। फिगुरी चाहिँ किस्पाङ गाउँपालिका पर्छ। फिगुरीको शिरमा उभिएको छु म, घामको किरणसँगै बोल्छ पहाडको गाथा। किस्पाङको यो सानो स्वाभिमानको कथा, जहाँ हरेक टिस्कामा लुकिएको छ प्रकृतिको माया। किस्पाङ पोखरीको कथा अर्को छ, जहाँ इतिहास बोकेको जात्रा लर्को छ। सिङ्ला माने आवतरित सुन्दरताले भरिएको छ, छल्कुङ झरनाको रङ्गी बिरङ्गी इन्द्रिणी आडेको छ। घामको रेखी छायामा दुम्बङ चौर रमायो, घोडा होइन आज त भेडाले गीत सुनायो। हरियो औँसीमा शान्तिको मुहार छ, भेडा चराउँदै स्वप्नहरूको साकार छ। नुवाकोटको काखबाट उठिन् मोती माया, किस्पाङको छातीभित्र बलेको त्यो छाया। पहिलो पटक सांसदमा तामाङनी चेली भइन्, नुवाकोटबाट सपना होइन सत्य बन्ने स्वाभिमान खोलिन्। तामाङको छोरा बहादुर सिंह मुख्यमन्त्री भयो, सुन्दर त्यो किस्पाङ गाउँमा खुसीको लहर छायो। माने गाउँमा फल फलाउँछ, सागसब्जीमा रायो, बहादुर सिंहको नामले आज इतिहास छायो। पक्लिन्छ हिमाल जब छोरी उचालिन्छन्, पानी जस्तै पवित्र जब कथा बनाइन्छन्। दुमङ चौर बोल्दछ हामी बदलिन्छौं अब, मोतीमाया जस्ता छोरीहरू बनाउँछन् सुनाउनु जवाब। लुम्बुगाङले थामिदिएको छ फिगुरीको ढाँट, सुन्दर मनोकामनाले दिएको छ दरिलो साथ। भाल्चेको डल्लो मुला कति मिठो स्वाद, सलाकोको माछा गुन्द्रुक ढिँडो भए पुग्छ चाहिँदैन रात। यहाँ पाइन्छ यर्स गुम्बा हिमाली पर्वतको काखमा, शिलाजित अझै अमूल्य निधि जीवनको आशामा। केराउको हरियाली, कफीको गन्ध, अलैँचीको फूल जस्तै स्वर्गीय त्यो भन्दा। सफा मौसम खुलेपछि देखिन्छ धरहरा टाढा, फिगुरीको काखबाट काठमाडौँ नगर बादलले बाधा। धर्महरू छन् यहाँ, बुद्धको ध्यान, इसाईको प्रार्थना, हिन्दू लहर सहित मिलेर बसेको छ सांस्कृतिक भावना। बालजु पुगिन्छ रे कुखुराको जोडी हाल्दा चल्ला लिएर, बसेको छ यहाँ ज्याउदाको सुरुङ किबदन्ती कथा दिएर। हेर्न आउनुहोला भाल्चेको अलिकति माथि छ, ज्याउदाको सुरुङ किस्पाङको सुन्दर साथी छ। मिठास छ बोलीमा, एकता छ छातीमा, थलो मात्र होइन यो मुटु हो साँच्चीकै माटोमा। फिगुरी बोल्दछ मन स्वरमा, हे आगन्तुक सम्झिदिनुहोस् म भर्खरको होइन, अनादिदेखि तिमीभित्रै बसेको छु भनिदिनुहोस्। अनादिदेखि नै तिमीभित्र बसेको छु भनिदिनुहोस्। धन्यवाद।